सोच्नुहोस् त, यदि हाम्रो भविष्यको सबैभन्दा उन्नत विज्ञान हजारौं वर्ष पुरानो ज्ञानमा लुकेको छ भने के होला? यो कुनै साइन्स फिक्सनको कुरा होइन। आज हामी त्यही प्राचीन ज्ञान र आधुनिक विज्ञानको सङ्गमको खोजी गर्नेछौँ, जहाँ हाम्रो विगतले नै भविष्यलाई नयाँ बाटो देखाउँदैछ। ल, सुरु गरौँ है त। ल हेर्नुहोस्, यहाँ एउटै खेतलाई हेर्ने दुई फरक तरिका छन्। एकातिर यसलाई एउटा कारखाना जस्तो हेरिन्छ, जहाँ माटो, बोटबिरुवा सबैलाई उत्पादन दिने मसिन मानिन्छ। अर्कोतिर यसलाई एउटा जीवित संसारको रूपमा हेरिन्छ, जहाँ हरेक कुरा एक अर्कामा जोडिएका छन्। हो, यही फरक सोचाइबाट सुरु हुन्छ हाम्रो आजको कुराकानी। यो कुराले एउटा रमाइलो प्रश्न जन्माउँछ, के विज्ञान भनेको एउटै मात्र हुन्छ? सायद हुँदैन। हामी आज एउटा यस्तो ज्ञानको कुरा गर्दैछौँ जुन प्रयोगशालाको 4 दिवारभित्र बन्द हुँदैन, बरु हरेक ठाउँ र संस्कृति अनुसार फरक हुन्छ। अब यो फरक दृष्टिकोणलाई बुझ्नको लागि आदिवासी ज्ञान प्रणाली वा आइकेएस-लाई चिनौँ। यसलाई कुनै समुदायको अपरेटिङ सिस्टम जस्तै सम्झिनुहोस् न। यसमा खेतीपाती मात्रै होइन, औषधि उपचार, समाज चलाउने तरिका, जीवन जिउने दर्शन सबै कुरा पर्छ। यो त जीवन जिउने एउटा समग्र प्याकेज नै हो। अब यो आइकेएस भन्ने ठूलो लाइब्रेरीभित्र एउटा एकदमै खास च्याप्टर छ, जसलाई भनिन्छ परम्परागत पारिस्थितिक ज्ञान वा टीईके हो। यही च्याप्टरमा प्रकृतिसँग हजारौं वर्षदेखिको गहिरो सम्बन्धको कथा लेखिएको छ। यसले हामीलाई प्रकृतिसँग झगडा गरेर होइन, मिलेर कसरी बाँच्ने भनेर सिकाउँछ। फरक कहाँ छ त? हेर्नुहोस् है, पश्चिमी विज्ञानले प्राय एउटा वान साइज फिट्स अल समाधान खोज्छ, तर टीईकेले हरेक ठाउँको लागि त्यही सुहाउँदो समाधान खोज्छ। एउटाले समस्यालाई टुक्रा टुक्रा पारेर हेर्छ भने अर्कोले सबै कुरा कसरी एकअर्कासँग जोडिएको छ भनेर हेर्छ। हो, यही दृष्टिकोणको फरकले नै सबै कुरा निर्धारण गर्छ। ल, अब यति सैद्धान्तिक कुरा गरेपछि एउटा वास्तविक उदाहरण हेरौँ, त्यो पनि हाम्रै नेपालको मध्य पहाडी क्षेत्रको। यहाँ शताब्दीौंदेखिको ज्ञान आज पनि सास फेरिरहेको छ। यहाँको प्रणाली 4वटा बलिया खम्बाहरूमा टिकेको छ। आफ्नै बिउ बिजन जोगाउने, गराकान्ला बनाएर पानी र माटो जोगाउने, गोठमलको प्रयोग गर्ने अनि परम परेर एकअर्कालाई सहगाउने। यो कुनै 4वटा छुट्टा छुट्टै कुरा होइन, बरु एक आपसमा जेलिएर बनेको एउटा गजबको प्रणाली हो, जसले समयको हरेक परीक्षा पास गरेको छ। सायद सबैभन्दा गजबको कुरा त अब आउँदैछ, त्यो हो प्रकृतिलाई एउटा जिउँदो पात्रको रूपमा पढ्ने कला। वैज्ञानिक भाषामा यसलाई फिनोलोजी भन्छन्, तर यो खासमा प्रकृतिको धड्कन सुन्ने र बुझ्ने तरिका हो। एउटा उदाहरण हेरौँ न त। जब पहाडमा चिलाउनेको रुखमा फूल फुल्छ, किसानलाई थाहा हुन्छ अब अदुवा रोप्ने बेला भयो। यो कुनै अन्धविश्वास होइन, यो त पक्का विज्ञान हो। त्यो फूल फुल्नुको मतलब माटोको तापक्रम र चिसोपन अदुवाको लागि ठ्याक्कै मिलेको छ भन्ने हो। यो त प्रकृतिले दिएको ग्रीन लाइट हो, त्यो पनि एकदमै सटिक। अनि कुरा यतिमा मात्रै सकिँदैन। कोइलीले गीत गाउँदा धानको ब्याड राख्ने बेला भएको सङ्केत मिल्छ, लालीगुराँस फुल्दा बारी खन्ने बेला, कमिलाको ताँतीले कस्तो पानी पर्छ भनेर बताउँछ। सोच्नुस् त कस्तो गजबको लाइभ ड्याशबोर्ड हो यो। तर यहाँ एउटा ठूलो तर आउँछ। शताब्दीौंदेखि चल्दै आएको यो सटिक पात्रो अब गडबड हुन थालेको छ। किन? जलवायु परिवर्तनले गर्दा। हाम्रो हिमालीय क्षेत्र विश्वको अरू ठाउँभन्दा धेरै छिटो तातिरहेको छ र यसले प्रकृतिको यो मिठो सङ्गीतको ताल नै बिगारिदिएको छ। यसलाई वैज्ञानिकहरू फिनोलोजिकल ग्याप भन्छन्। सुन्दा अलि अप्ठ्यारो सुनिएला, तर कुरा सिधा छ। कल्पना गर्नुहोस्, एउटा नाचमा गीत अर्कै बज्छ, नाच्नेहरू अर्कै तालमा नाच्छन्। कस्तो भद्रगोल हुन्छ। हो, प्रकृतिमा अहिले त्यस्तै भइरहेको छ। फूल फुल्ने समय र किरा आउने समयको तालमेल नै मिलिरहेको छैन। त्यसो भए के गर्ने त? यो बिग्रिएको ताललाई कसरी मिलाउने? समाधान भनेको पुरानोलाई फ्याँकेर नयाँलाई मात्रै अँगाल्ने होइन, बरु प्राचीन ज्ञान र आधुनिक विज्ञानको हात मिलाइदिने हो। पहिलेको जमानामा के हुन्थ्यो भने वैज्ञानिकहरू ल्याबमा बसेर किसानका लागि समाधान खोज्थे, तर अहिलेको नयाँ मोडल एकदम फरक छ। अब ल्याब भनेकै किसानको खेत हो। यहाँ वैज्ञानिक मात्रै होइन, किसान पनि विशेषज्ञ हुन्। लक्ष्य धेरै फलाउनु मात्रै होइन, सिङ्गो प्रणालीलाई नै बलियो बनाउनु हो। र यहाँ सबैभन्दा रमाइलो कुरा के छ थाहा छ? आधुनिक विज्ञानले परम्परागत ज्ञानलाई गलत भनिरहेको छैन, बरु किन सही थियो भनेर प्रमाणित गरिरहेको छ।
आज माइक्रोस्कोपले त्यही गोठमलमा भएका करोडौं फाइदाजनक ब्याक्टेरिया देखाइरहेको छ जुन हाम्रा बाजे बराजुलाई अनुभवबाटै थाहा थियो। यसले हामीलाई भविष्यको कृषिको एउटा सुन्दर तस्बिर देखाउँछ, एउटा यस्तो भविष्य जहाँ प्रविधिको पखेटा हुन्छ अनि संस्कृतिको जरा, जहाँ हामी अगाडि त बढ्छौं तर आफ्नो धरातल छोड्दैनौं। अब यो परिवर्तन रातारात हुने कुरा त होइन, यो त एक खुड्किलो चढ्ने यात्रा जस्तै हो। सुरुमा रासायनिक मल कम गर्ने, त्यसपछि त्यसको ठाउँमा प्राकृतिक कुरा प्रयोग गर्ने र बिस्तारै पूरै प्रणालीलाई नै बदल्ने। अन्तिम लक्ष्य भनेको समुदायलाई आफ्नो खानाको चाबी आफ्नै हातमा दिनु हो। यसले हामीलाई उन्नत वा एडभान्स्ड हुनुको मतलब के हो भनेर फेरि सोच्न लगाउँछ। उन्नत हुनु भनेको खालि ठूला मसिन र ड्रोन मात्रै होइन। उन्नत हुनु भनेको डीएनए प्रविधि प्रयोग गरेर हाम्रै स्थानीय बिउको गुण पत्ता लगाउनु पनि हो र सँगसँगै परम जस्तो सामाजिक सम्बन्धलाई बलियो बनाउनु पनि हो। किनभने सबैभन्दा राम्रो प्रविधि पनि समुदाय बिना अधुरो हुन्छ। र अब अन्त्यमा एउटा प्रश्न सोचौं त, हाम्रै समुदायमा, हाम्रै घर परिवारमा भूमि, पानी र खानाबारे यस्ता कति धेरै ज्ञान लुकेर बसेका होलान्? सायद हाम्रो भविष्यको सबैभन्दा ठूलो आविष्कार कुनै महँगो प्रयोगशालामा होइन, हाम्रै हजुरआमाको भान्सा वा हजुरबुवाको खेतमा भेटिन सक्छ। खोज्ने जिम्मा अब हाम्रो हो।